50 वर्षसम्म नेपाललाई पुग्ने मिथेन ग्यास भेटिएपछि भारतमा तरङ्ग। ग्यासमा आफ्नो पकड राख्ने भारतको रणनीति। भारतीय मिडिया भन्छन् अब नेपाल मालामाल हुन्छ। दैलेखको जलजले क्षेत्रमा मिथेन नामक ग्यास रहेको पुष्टि भएको छ। चिनिया प्राविधिक टोलीले दैलेखको जलजले क्षेत्रमा मिथेन नामक ग्यास रहेको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको हो। खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक एवं प्रवक्ता दिनेश कुमार नापेतले प्रारम्भिक प्रतिवेदनमा 112 अर्ब घनमिटर ग्यास रहेको र सो ग्यास नेपाललाई 50 वर्षसम्म पुग्ने उल्लेख भएको पुष्टि गरेका छन्। 50 वर्षसम्म पुग्ने ग्यास भेटिनु सामान्य विषय होइन। यो ग्यासमा विदेशी शक्तिको आँखा नलागे नेपालले आर्थिक विकासमा फड्को मार्नेछ। तर नेपालको विकास भएको भारतले भने हेर्न सक्दैन। यस ग्यासमा भारतले आँखा लगाइसकेको छ। भारतले नेपालको सीमा मात्र मिच्दैन, सरकार फेरबदलदेखि हरेक क्षेत्रमा हस्तक्षेप गर्दै आएको छ। 50 वर्ष पुग्ने ग्यास नेपालमा भेटिएपछि भारतमा भने तरङ्ग ल्याएको छ। अब भारतको रणनीति भनेको यस ग्यासको खानी आफ्नो हातमा ल्याउनु हो। महाकालीको पानीदेखि सप्तकोशीको पानीमा राज गरिरहेको भारत अब ग्यासमा पनि राज गर्न चाहन्छ। मिथेन ग्यास भेटिएपछि भारतीय मिडियामा चर्चा पाएको छ। भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया पीटीआईले पश्चिम नेपालमा ठूलो मात्रामा मिथेन ग्यासको भण्डार फेला पर्यो शीर्षकमा समाचार प्रकाशित गरेपछि विभिन्न भारतीय मिडियाले यसलाई आधार बनाएर फरक फरक समाचार बनाएका छन्। त्यसमध्ये इन्डिया टिभीले नेपाल मालामाल बन्दै शीर्षकमा समाचार प्रकाशित गरेको छ। इन्डिया टिभीले लेखेको छ, यस्तो खोज भएको छ जसले 50 वर्षसम्म ग्यासको कमी हुने छैन। भारतीय मिडियाले समाचार मात्र प्रकाशन गरेका हुन्, तर भारतले त ग्यासमा आफ्नो पकड जमाउन चाहन्छ। तर नेपालका नेताहरू पनि भारतले जे भन्यो त्यही मान्छन्। भारतको चेतावनीमा महाकाली सन्धि, कोशी सम्झौता, गण्डक सम्झौता, टनकपुर सन्धि गरेर नेपाल सरकारले ठूलो भूल गरेको छ। तर अब भारतले ग्यास खानीमा आँखा लगाए पनि नेपालका नेताहरू भारत सामु निरीह नबनुन्। अहिले नेपालीहरूले यही कामना गरिरहेका छन्। यस विषयमा तपाईँ के भन्नुहुन्छ? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला।